राम्रो कामको लागि प्रोत्साहन गर्नुपर्ने ठाउँमा तपाईँले उचाल्ने र पछार्ने गरेर जनतालाई भ्रम सिर्जना जनताले बुझिसक्नु भएको छ हर्कजी कस्तो भनेर। हाम्रो मेलम्ची काठमाडौँमा मेलम्ची ल्याउनलाई 25 वर्ष लाग्यो। आखिरमा उहाँले 42 दिनमा त्यसरी पानी खुवाउन हुनुभयो भनेपछि राम्रो कामलाई राम्रो भनिदिनुहोस् न, जनतालाई भड्काउने काम नगरिदिनुहोस्। कमाउनु त कमाइन्छ रमाइन्छ पनि, तर देशमा पनि देश र जनताको लागि गर्छु भनेर आउनुभएको कति भ्रष्टाचार गर्नुभयो तपाईँले देखाउनु पर्यो। त्यसै वाहियात तालमा बनेर नेपाली जनतालाई भ्रम सिर्जना गरेर हर्कजीले कुनै पनि गलत काम गर्नुभएको छ। मैले चाहने हो भनेर हाम्रो देशले राम्रो व्यक्ति चाह्यो भने हर्कजीलाई नि गृहमन्त्री बनाउँछु म। अब धरानको जनता नि विदेशमा बसेर उहाँहरूले सबै बुझिसक्नु भएको छ, तपाईँहरूको कालो कर्कुत पनि बुझिसक्नु भएको छ। त्यसैले गर्दा नि धरानको जनतालाई भड्काउने भन्नु नै तपाईँले आफ्नो खुट्टामा बन्चरो हान्नु हो। किन भाइरल हुनुहुन्छ तपाईँहरू? राम्रो देशको लागि जनताको लागि सोधिदिनुहोस्, यसै भाइरल हुनुहुन्छ। हर्कजीले जस्तो काम गरेर देखाउनुहोस् न सर, तपाईँ यसै भाइरल हुनुहुन्छ। खुट्टा तान्नेलाई नि हामी पछाडि लात तानेर हिँड्छौँ सर, त्यसैले गर्दा खुट्टा तान्न छोडिदिनुहोस्। लात खानुपर्ने स्थिति आउन सक्छ फेरि, यो कुरा नि बुझ्नुहोस्। जनताले लात तान्न धेरै बेर छैन। वडा अध्यक्षहरूले त्यहाँ कमलङ्ग त्यो बजेट खाने बानी लागिरहे। हर्कजीले बिचरा बजेटको दुरुपयोग नगरिकन श्रमजीवीको नामबाट पानी लिएर आउनुभयो, उहाँहरूलाई अपच्य भयो। किनभने मैले चाहिँ धर्मलाई एकनासको देख्छु। हामीले जुन पनि धर्म मान्न सक्छौँ, हामी नेपाली हो, हामीले हिन्दू धर्म नि मान्छौँ, मुस्लिम पनि मान्छौँ, क्रिस्चियन पनि मान्छौँ। त्यसमा चाहिँ विरोध जनाउनु पनि कुनै पनि आवश्यक चाहिँ म देख्दिनँ। पाकिस्तानकी केटी दुबईबाट हाम्रो एलिजे एलिजे हाम्रो आयुषलाई भेट्न, हिन्दू संस्कारमा हुर्किएको छोरालाई भेट्न पनि त नेपाल आइन्। जसलाई काटे पनि रगतै आउने हो। त्यसैले जातवाद नहेरौँ, जातवादले जाति हिंसा बढाउँछ जस्तो लाग्छ मलाई। नमस्कार दर्शकवृन्द, यतिखेर तपाईँ हेर्दै हुनुहुन्छ सम्पूर्ण मिडिया र हाम्रो साथमा हुनुहुन्छ आज पनि हुनुहुन्छ बिनु म्याम हुनुहुन्छ। उहाँको परिचय हामीले धेरै भिडियोमा दिइसकेका छौँ। म्याम यहाँलाई स्वागत छ। हस्, धन्यवाद। आराम हुनुहुन्छ है? हजुर ठिक छ। आज रातो राम्रै देखिनु भएको छ, रातो कपडामा म्याम के हो यो विशेष? एक त साउन लाग्यो, साउनमा हरियो लाउने भन्ने चलन छ, तर यो चाहिँ अहिले साउनमा हरियो लाउने भनेर महिला दिदी बहिनीहरूले साउनमा हरियो लाउनुपर्छ भन्ने काहीँ लेखिएको चाहिँ छैन, तर हरियो लाउने चलन छ अचेल। तर आज मङ्गलबारको व्रत भएर मैले चाहिँ रातो लगाएर आएँ। ए हजुर, त्यही त म्याम। जस्तो हाम्रो थम्बनेल हेरेर हाम्रो दर्शकहरूले थाहा पाइसक्नुभयो होइन? हजुर। जस्तो हर्क साम्पाङलाई चाहिँ गाली गरेर एकजना इटरीका एकजना व्यक्तिले चाहिँ नवराज मैनाली भन्ने एकजना व्यक्तिले चाहिँ कोका आएको पानी ल्याउँदै गर्दाखेरि चाहिँ अरबौँ भ्रष्टाचार हर्क साम्पाङले गर्यो भनेर हर्क साम्पाङ विरुद्ध लाग्नुहोस् भनेर त्यहाँको जनताहरूलाई चाहिँ आह्वान गर्नुभयो। हजुर, के भन्नुहुन्छ म्याम यो विषयमा? होइन, जनतालाई उचाल्ने र पछार्ने काम चाहिँ नगरिदिनुहोस् सर। किनभने राम्रो कामको लागि प्रोत्साहन गर्नुपर्ने ठाउँमा तपाईँले उचाल्ने र पछार्ने गरेर जनतालाई भ्रम सिर्जना जनताले बुझिसक्नु भएको छ हर्कजी कस्तो भनेर। कमिसनै खाने हो भने त्यति टाढा 48 किलोमिटरको पानी उहाँले यति छिटो ल्याउनु हुँदैन थियो होला। 42 किलोमिटरको हेर्नुहोस् त, हाम्रो मेलम्ची काठमाडौँमा मेलम्ची ल्याउनलाई 25 वर्ष लाग्यो। आखिरमा उहाँले 42 दिनमा त्यसरी पानी खुवाउन हुनुभयो भनेपछि राम्रो कामलाई राम्रो भनिदिनुहोस् न, जनतालाई भड्काउने काम नगरिदिनुहोस्। आफ्नो स्वार्थको लागि जनताको युज नगरिदिनुहोस् प्लिज। हजुर, जस्तो उहाँले के पनि भन्नुभयो भने अब धेरै वर्ष विदेश बस्नुभयो। हजुर, हर्क साम्पाङ विदेश बसेर पनि कमाउन सक्नु भएन, अनि चाहिँ नेपालमा देशमा आएर धरानमा आएर चाहिँ लुट्नको लागि चाहिँ उहाँ अगाडि बढ्दै हुनुहुन्छ भने भन्नुभयो क्या नवराज मैनालीले चाहिँ। हजुर सर, तपाईँको यो सबै सरासर गलत हो सर। तपाईँले गलत शब्द प्रयोग गरिरहनु भएको छ। विदेश गएर कमाएर देशको माया, विदेशमा बस्ने नेपालीलाई नि देशको माया कति हुन्छ भन्ने कुरा एकचोटि विदेश गएर हेर्नुहोस्, अनि मात्रै थाहा हुन्छ। हामी त विदेश बसेर आएको मान्छे, हामीलाई देशको माया त्यति भएर हामी नेपाल फर्केर नेपाल र नेपालीको लागि भनेर लडिरहेछौँ सर। यो चाहिँ तपाईँले नाजायज कुरा गर्नुभयो, यसमा सरासर तपाईँ गलत हुनुहुन्छ। विदेशमा कमाउनु त कमाइन्छ रमाइन्छ पनि, तर देशमा पनि देश र जनताको लागि गर्छु भनेर आउनुभएको कमाउनको लागि होइन। यो कुरा पनि तपाईँले बुझ्न जरुरी छ। कति भ्रष्टाचार गर्नुभयो तपाईँले देखाउनु पर्यो। त्यसै वाहियात तालमा बनेर नेपाली जनतालाई भ्रम सिर्जना गरेर नभड्काउनु सर, यसले तपाईँलाई नै नोक्सान हुन्छ र तपाईँले नि आफ्नो खुट्टामा आफैले बन्चरो हानिरहनु भएको छ जस्तो चाहिँ मलाई लाग्यो। हजुर म्याम, नि हजुरको भिडियो हेर्दै गर्दा हाम्रो दर्शकहरूले पनि पक्कै कमेन्ट गर्नुहुन्छ र मलाई पनि लाग्यो तपाईँले यति मिठो विचार दिएर चाहिँ विरोध पनि गर्नुहुन्छ, वैचारिक विरोध, बौद्धिक विरोध गर्नुहुन्छ होइन? अब कतिपय व्यक्तिले चाहिँ उहाँलाई त रियलिटी के जस्तो मुखमा जे आउँछ त्यही तरिकाले पनि गाली गर्नु भएको छ। जस्तो कि कलौटे, हजुर त कलौटे टाइपको कुरा पनि जस्तो यस्तो अब कतिपय मिडियामा भन्न नमिल्ने कुराहरू पनि गर्नु भएको छ। हजुर सर, जस्तो तपाईँ नि म्याम कसरी लिनुहुन्छ? जस्तो उहाँले चाहिँ
हर्क साम्पाङलाई त धरानको व्यक्तिहरूलाई चाहिँ हर्क साम्पाङको विरुद्धमा लाग्नुहोस् पो भन्नुभयो त उहाँले त होइन विरुद्धमा हर्क साम्पाङको विरुद्धमा लाग्न लागि हर्क साम्पाङले गलत गरेकै हुन् त हर्कजीले कुनै पनि गलत काम गर्नुभएको छ मैले चाहने हो भनेर हाम्रो देशले राम्रो व्यक्ति चाहने हो भने हर्कजीलाई नि गृहमन्त्री बनाउँछु म अब अर्कोचोटि मैले सक्ने हो भनेर मेरो पावर त्यति चल्यो भनेदेखि किनभने राम्रो व्यक्तिले गृहमन्त्री दियो भने हाम्रो देश विकास हुन्छ भन्ने हामी 3 करोड जनताले सोचेको छ तपाईँ 2-4 जनाले उछालेर र पछारेर हुँदैन र धरानको जनता त्यति मूर्ख छैनन् धरानको जनता नि विदेशमा बसेर उहाँहरूले सबै बुझिसक्नु भएको छ तपाईँहरूको कालो कर्कुत पनि बुझिसक्नु भएको छ त्यसैले गर्दा नि धरानको जनतालाई भड्काउने भन्नु नै तपाईँले आफ्नो खुट्टामा बन्चरो हान्नु हो भोलि तपाईँ त्यहाँबाट लखटिनुपर्छ सर त्यसैले यस्ता भ्रामक समाचार भ्रामक कुरा गरेर जनतालाई नौचाल दिनुहोस् त्यसले गर्दा आफैलाई क्षति हुन्छ हजुर मेन कुरा चाहिँ अब उहाँले किन चाहिँ त्यसरी भिडियोमा आएर त्यसरी बोल्नुभयो भन्नुको एउटा रिजन त्यो आफू भाइरल हुनलाई नि होला सर अनि जनताले चिन्छन् भनेर पनि होला जस्तो लाग्यो है मलाई किनभने मिडियाको सामुन्ने बोल्दैछ नि अहिले त भाइरल हुने जमाना छ यहाँ हाम्रो अधिकांश लेडिज दिदीबहिनीहरू टिकटकमा हेर्नु भएको छैन सर पुरा नाङ्गिनु भएको छ भाइरलको नाममा किन भाइरल हुनुहुन्छ तपाईँहरू राम्रो देशको लागि जनताको लागि सोधिदिनुहोस् यसै भाइरल हुनुहुन्छ हर्कजीले जस्तो काम गरेर देखाउनुहोस् न सर तपाईँ यसै भाइरल हुनुहुन्छ तपाईँलाई हामी 2084 सालमा तपाईँलाई जिताएर पठाउँछौँ हर्कजीको जस्तो अलिकति मात्र काम गरेर देखाउनुहोस् न सर खुट्टा तान्ने भन्दा नि खुट्टा तान्नेलाई नि हामी पछाडि लात तानेर हिँड्छौँ सर त्यसैले गर्दा खुट्टा तान्न छोडिदिनुहोस् लात खानुपर्ने स्थिति आउन सक्छ फेरि यो कुरा नि बुझ्नुहोस् जनताले लात तान्न धेरै बेर छैन जनता वाक्क भइसक्यो नि त्यो नेता देखेर त्यही भएर अब चाहिँ सम्हालिनुहोस् अब पनि सम्हालिनु भएन भने तपाईँहरूको चाहिँ पत्ता साफ हुन्छ अहिलेकै प्रश्नलाई म्याम अलिकति जस्तो कोका खोला 42 किलोमिटर टाढाबाट 98 दिनमा पानी ल्याउँदै गर्दा चाहिँ भ्रष्टाचार गर्यो भनेर भन्नुभयो होइन एक शब्दमा तपाईँले भन्नु पर्यो भने चाहिँ कसरी भन्नुहुन्छ भ्रष्टाचार कसरी भयो होला त्यहाँ भ्रष्टाचार हुने बाटै देख्दैनौँ हामी होइन भ्रष्टाचारै भएको छैन उहाँले त नेपाली धरानको श्रमजीवी लगेर उहाँले गर्नु भएको छ उहाँहरूले के जस्तो भने आफूले पहिलाको मेयरहरू र वडा अध्यक्षहरूले त्यहाँ कमलङ्ग त्यो बजेट खाने बानी लागिरहे हर्कजीले बिचरा बजेटको दुरुपयोग नगरिकन श्रमजीवीको नामबाट पानी लिएर आउनुभयो उहाँहरूलाई अपच्य भयो किनभने यसरी श्रमबाट पनि आउँदो रहेछ भन्ने कुरा हाई गरे जनताहरूले अनि उहाँहरूलाई जेलस भयो कसरी उ गर्ने त तल खसाल्ने उहाँलाई भनेर उहाँले त्यो एउटा कदम चाल्नुभयो उहाँ सरासर गलत हुनुहुन्छ यो गलतको फाइदा नि उहाँ आफूलाई नै हुन्छ र उहाँ यति पतन हुनुहुन्छ यो कुरा बुझ्न पनि गाह्रो छ हजुर जस्तो मेन विषय भनेको चाहिँ धरान र इटहरीको सीमालाई लिएर उहाँले त्यस्तो भन्नुभएको छ जस्तो नापी विभागले राखिदिएको सीमानामा चाहिँ हर्क साम्पाङले आफ्नो बोर्ड राख्नुभयो धरान उपमहानगरपालिकाको बोर्ड राख्नुभयो हजुर त्यस पछाडि चाहिँ इटहरीको मान्छेले चाहिँ इटहरीको उहाँले चाहिँ नवराज मैनालीले चाहिँ विरोध गर्नुभयो जस्तो यो चाहिँ हर्क साम्पाङले अराजक शैलीमा निकालेको विरोध हो यो चाहिँ मूर्खता हो हजुर भनेर भन्नुभयो यो सरासर गलत हो तपाईँले गरेको कुरा चाहिँ मूर्खता जस्तो लाग्यो सर मलाई किनभने जुन भए पनि हाम्रो नेपाल हो त्यसरी स्वीकार्नुपर्छ राम्रो काम गरेपछि त यो सिमाना भयो नि हाम्रो नेपालै हो इटहरी भए पनि हाम्रो नेपालै हो धरान भयो नि हाम्रो नेपाल हो हामी नेपाली हो नेपाल भनेर गर्व गरौँ न हामी यो तेरो र यो मेरो होइन हाम्रो जिल्ला नि त एउटै हो नि सर त्यसैले गर्दा यो तेरो यो मेरो भन्ने नै होइन हाम्रो भनौँ न हामी भनेर लागौँ हाम्रो भनौँ हजुर जस्तो हामी म्याम जस्तो धरानमा चाहिँ हजुर एउटा मन्दिरको नजिकै चर्च बन्यो भनेर चाहिँ विवाद आइरहेछ त्यो विवाद चाहिँ दुवै पक्षले चाहिँ निवेदन चाहिँ हर्क साम्पाङको कार्यालयमा निवेदन पुर्याउनु भयो होइन हजुर कस्तो प्रकारको निर्णय गरिदिए राम्रो हुन्छ म्याम मैले चाहिँ धर्मलाई एकनासको देख्छु हामीले जुन पनि धर्म मान्न सक्छौँ हामी नेपाली हो हामीले हिन्दू धर्म नि मान्छौँ मुस्लिम पनि मान्छौँ क्रिस्चियन पनि मान्छौँ जे पनि धर्म मान्न सकिन्छ आफ्नो इच्छा हो त्यसमा चाहिँ विरोध जनाउनु पनि कुनै पनि आवश्यक चाहिँ म देख्दिनँ सरलाई थाहा छ कि छैन एउटा हाम्रो मुसलमान पाकिस्तानकी केटी दुबईबाट हाम्रो एलिजे यस एलिजे यहाँ हाम्रो आयुषलाई भेट्न हिन्दू संस्कारमा हुर्किएको छोरालाई भेट्न पनि त नेपाल आइन् किन माया प्रेमले नै गर्दा त्यसमा जातपात हेऱ्यो त हेरेन जसलाई काटे पनि रगतै आउने हो त्यसैले जातपात नहेरौँ जातपातले जातीय हिंसा बढाउँछ जस्तो लाग्छ मलाई कुनै पनि जात सानो र ठुलो हुँदैन जात एउटै हो र धर्म पनि मेरो ब्याटिबल तपाईँ भएर ट्याक्कै भएछ त्यही त म्याम हजुरको विचारलाई सम्मान गर्दै अब हाम्रो देशले चाहिँ अब हाम्रो देश चाहिँ बहुधार्मिक बहुसांस्कृतिक विभिन्न प्रकारको जात जातिहरू मिलेर बनेको एउटा देश हो होइन तपाईँले भन्नुभयो जस्तै त्यहाँ त्यो ठाउँमा चर्च बन्नुपर्ने
ए भवन मन्दिरको नजिकै चर्च बन्नुलाई चाहिँ तपाईँ त्यस्तो फरक लिनुहुन्न? म चाहिँ लिन्न सर, धर्म एउटै हो नि। चर्चमा गए पनि भगवान्कै आराधना गरिने हो र मन्दिरमा गए पनि भगवान्कै आराधना गर्ने। भगवान् यहाँ हुनुपर्छ सबभन्दा पहिला। चर्चमा गए पनि मन्दिर मठ मन्दिरमा गए पनि भगवान् यहाँ हुनुपर्छ। म चाहिँ कुनै भेदभाव देख्दिनँ, भगवान् मेरो लागि एउटै हो। हजुर, हर्क साम्पाङले कस्तो प्रकारको निर्णय गरिदिए चाहिँ राम्रो? त्यो ठाउँमा मन्दिरको नजिकै चर्च बन्नको लागि अधिकार दिए पनि हुन्छ भन्ने कुरा होइन। त्यो त अब धर्मलाई तेरो र मेरो भन्ने र त र म यो चर्च यो भगवान्को मन्दिर भन्ने चाहिँ म चाहिँ त्यसरी सोध्दिनँ सर। मेरो लागि चाहिँ समान हो धर्म। हजुर, म चाहिँ समानै होस् भन्ने चाहन्छु सर। हजुर, हर्क साम्पाङले चाहिँ कस्तो निर्णय गरिदिए राम्रोमा? मैले चाहिँ उहाँहरूले चाहिँ समानै, अब उहाँहरूले त्यहाँ चर्च बनाउनु खोज्नु भयो, उहाँहरूको त्यहाँ जमिन छ, चर्च बनाउनु खोज्नु भयो भने त्यसमा के विरोध जनाउनु पर्ला र? धर्म त एकनासै हो नि, जसलाई काटे पनि रगतै आउने हो, जसले धर्म गरे पनि एउटै भगवान् उहीँ भगवान्लाई पुज्ने हो। त्यसले गर्दा मलाई चाहिँ बरोबर लाग्छ सर। त्यही त म्याम, जस्तो यो अब स्वतन्त्रबाट आउनुभएका अब हाम्रा धरानमा मेयर हुनुहुन्छ हर्क साम्पाङ, काठमाडौँ महानगरपालिकामा हुनुहुन्छ बालेन शाह, हजुर। अनि यो बालेन शाहलाई चाहिँ अहिले तारिखमा राखियो। हजुर। जस्तो त्यही अस्तिको विवादलाई लिएर जस्तो यो नेपालमा चाहिँ भारतीय फिल्ममा चाहिँ आदि पुरुषमा चाहिँ सीतालाई चाहिँ इन्डियामा जन्मिएको भन्ने कुरालाई विवाद आएपछि उहाँलाई चाहिँ तारिखमा राखियो कि यो तारिखमा राखिरहनु पर्ने कुरा हो र म्याम? तारिखमा मैले बुझ्न सर, मैले योभन्दा अगाडि पनि धेरैचोटि यो कुरामा आवाज उठाइसकेँ। एउटा हाम्रो देशकी छोरीलाई हाम्रो देशमा भन्दा मुद्दा हाल्नुपर्ने कुनै आवश्यक देख्दिनँ म चाहिँ। आफ्नोलाई आफ्नो भन्न हाम्रो यहाँका नेताजीहरू अदालत किन डराउँछ, किन अर्कासँग घुँडा टेक्न जान्छ? किन हाम्रो नेपालकी छोरी इन्डियाकै हुन् त? यो कुरा चाहिँ यो सम्बन्धित निकायलाई क्वेसन। हाम्रो नेपालीकी छोरी नेपालभन्दा बालेनजीलाई मुद्दा हाल्नुपर्ने यो चाहिँ कुनै औचित्य छैन। यस्तै मुद्दा गरेर जान्नुहुन्छ भने नि सर, तपाईँहरूको नि भोलि हामीलाई अदालतै चाहिँदैन। किन चाहियो? सबै आफै निर्णय गरेर भइहाल्यो नि त। भनेपछि म चाहिँ यो कुराको चाहिँ एकदम नै पटक्क नै मन परेको छैन। बालेनजीको मुद्दालाई खारिज गरिदिनुहोस् र एउटा स्वच्छ हराभरा काठमाडौँ बनाउनु खोजिरहनु भएको छ, बनाउनु दिनुहोस्। तपाईँहरूले नाटक गर्नुभएको थियो हामी स्विजरल्यान्ड बनाउँछौँ, पानी जहाज ल्याउँछौँ भनेर। पानी जहाज त सर पहिला बेचकन जम्थ्यो पानी, त्यसमा कागजको बच्चाहरूले डुङ्गा बनाउँथे, त्यही जहाज कुदाउनु भयो तपाईँहरूले। बालेनजीले नि अहिले स्वच्छ हराभरा काठमाडौँ बनाउनु भएको छ, त्यसमा विरोध नजनाउनु। फेरि तपाईँहरूलाई हामीले चाहिँ डाँडो कटाउँछौँ। फेरि यो कुरा पनि याद गर्नुहोस्, आज सामाजिक सञ्जालमा घोकिरहेछ नभन्नु होला, धेरै दिन छैन फेरि तपाईँहरूलाई। हजुर, बालेनले सजाएको काठमाडौँ भनेको चाहिँ एउटा सुन्दर एउटा बगैँचा जस्तो एकदम नै सर। कतिपयले भन्नुहुन्छ। हेर्नुहोस् त अहिले धुलोहरू कति कम भइसकेको छ, फोहोरहरू जताततै फालिएको थियो त्यो छैन। हेर्नुहोस् फुटपाथ कति सफा सुग्घर छ, सम्बन्धित ठाउँमा लगेर बालेनजीले गरिदिनु भएको छ। यस्तो राम्रो कुरालाई त राम्रो भन न, यहाँ चाहिँ राम्रो कामै गर्न दिँदैन। किनभने आफूले टन्न भुँडी भर्न पाका भएर क्या सर, त्यही भएर हो यो बालेनको विरोध गरेको। यस्तालाई हामी चाहिँ पछाड्छौँ सर। म्याम, हामी अन्तिममा पनि छौँ। अन्तिममा जस्तो हर्क साम्पाङलाई हजुर भिडियोमा आएर अलिकति अराजक पारामा गाली गर्ने व्यक्ति नवराज मैनालीलाई चाहिँ तपाईँ के सुझाव दिन चाहनुहुन्छ? सर, तपाईँ जति यसरी बोल्नु भएको छ नि, नराम्रो ओडहरू बोल्नु भएको छ नि, भोलि तपाईँको पतन हुन्छ। यो कुरा पनि बुझ्नुहोस्। तपाईँको धरानको जनतालाई उचालेर तपाईँले आफूले सेम्पाती लिनु खोज्नु भयो होला। धरानको जनता त्यति मूर्ख छैनन्, तपाईँलाई चाहिँ पतन गराउँछन्। तपाईँ फेरि डाँडा काटिनु पर्ला, होस् गर्नुहोस्। डाँडामा लखड्छन् नि, डाँडो कटाउँछन् नेपाली जनताले। यो कुरा पनि तपाईँले बुझ्न जरुरी छ र यस्ता भ्रम फैलाउने काम तपाईँ नगर्नुहोस्। हर्कजीलाई साथ सपोर्ट दियो भने तपाईँलाई पनि राम्रो हुन्छ पछिको लागि। 2084 साल आउँछ सर, होस् गरेर बोल्नुहोस्। हजुर म्याम, यहाँलाई मिठो विचार र समय सम्वादको लागि धेरै धेरै धन्यवाद। हस्।